नमस्ते छाचलो वेलकम ब्याक टु माई च्यानल स्मी सृष्टि गुरुङ र आज चाहिँ गुड मर्निङ। आज चाहिँ ब्लग केसको बारेमा भनेपछि त्यो चाहिँ म हजुरलाई बाँकी देखाउँदै गर्छु र अनि आज चाहिँ फेरि हामी गाउँ जाँदैछौँ र सायद गाउँ त पुग्छ कि पुग्दैन त्यो चाहिँ थाहा भएन, तर आज चाहिँ नर्मली त्यही अब यसो घाँस दाउरा गर्ने भन्ने प्लान हो र अहिलेको टाइम छ अनि मर्निङको 6:37। ए याम गुड मर्निङ। बिहान के गर्दा ढिलो भइहाल्छ र अनि अब बिहान त अब नर्मली 1 घन्टा बढीमा 1.5 घन्टामा चाहिँ हामी गाउँ पुगिन्छ जङ्गलको बाटोबाट र त्यो पनि अब बाटोमा चाहिँ खाँदै हिँड्ने चाहिँ मकै र भट्ट र अनि खाना हल्का बनाएर लगेको के अनि बाटोमा खाना र हामी चाहिँ अब हिँड्न लाग्यो। अनि फ्राइडे हुन्छ गाउँ गयो अनि सन्डे हुन्छ फेरि गाउँबाट आयो। काम चाहिँ त्यही छ अब जाडो महिनाभरि, गर्मीमा पनि त्यस्तो गर्छ तर गर्मी चाहिँ खासै हुँदैन। अब चाहिँ त्यही छ गाउँ अनि फेरि पाहाड हिँड्यो, फेरि गाउँबाट तराईबाट पाहाड, त्यही काममै गरेर केही छैन यहाँ। अनि स्कुल भएकोदेखि स्कुल नभए त्यही हो तल माथि अनि माथि बैलकाँडा, फेरि तल भ्याली बैलकाँडा भ्याली उता बाटोबाट हाइवेको रोडबाट आयो भने त सिधै कति घन्टा लाग्छ, कति लगभग 2.5-3 घन्टा लाग्छ। अनि जङ्गलको बाटो हिँड्यो भने त अनि सरासर बढीमा 1 घन्टा 22 मिनट अथवा 1 घन्टा पुगिन्छ। गल्यो यता छोरी खान्छ त्यो त आज मैले फोटो खिच्ने भने त्यही अति नै हेर्दै यो र तेरो गाला हेर्छ रसपरी जस्तो भएर आउँछ। हाई गर्दै न गल्यो फ्लाइङ किस अब यस्तो हातले गरेर हेलो भन् लाइक कमेन्ट सब्सक्राइब प्लिज। अब यो चाहिँ कोपिला भ्याली जाने बाटो हो। यो चाहिँ अब माथि लाग्यो त्यो माथि टाढामा पुग्नु छ हामीलाई। धौबैको यो न घुम्नेको त साह्रै ठड्डै उकालो पनि छ हो, बाटो पनि अलि उतातिरबाट गएको भए त सजिलो पर्थ्यो। कहाँ यो बाटो ल्याएर कि छुट्टीहरूले फेरि यहाँ फेरि कुकुर भुकेछ हाम्रो घरको कुकुर। यो हेर्छ त्यहाँ राम्रो के कुकुर पनि अब माथि पुग्नेसम्म पानी त चाहियो। हे भगवान् धन्न आज चाहिँ खाली छ। अस्तिको फ्राइडे आउनु त यहाँबाट माथि पुगेर जानु पर्थ्यो, अर्को बाटोबाट जान झ्याउला हाइवेको बाटोबाट यो बाटो गएको एउटा जानु पनि दल पुगेर गएको। हे भगवान् ए वनको अफिस हो। यहाँ फुलहरू कस्तो राम्रो फुलेछ क्या, यहाँ त कोही छिन पाउँदैन। अनि खाने पानी पनि छ ती। यो पानी चाहिँ हामीले हाम्रो घरमा कुवा पनि छ अनि त्यहाँ घरको कुवाको पानीले चाहिँ हामी खाने नुहाउने गर्छौँ। यो पानीले चाहिँ हामी गर्छौँ है बारीमा हाल्छौँ। अब आयो जङ्गलबाट सुरु भयो। यहाँ त ठट्टै उकालो छ कि कस्तो धुन्छ कि यहाँ त। हप्ता 2 घन्टा लाग्ला जस्तो छ। फाइनल्ली हामी चाहिँ चुकुल भन्ने जग्गा आइपुग्यौँ। यो छुट्टीहरूले आज बेसरी थकायो। यो बजार जाने बाटो, यो डाँडा जाने बाटो, यो तल रेडी नेवल जाने बाटो, अनि यो कटुवाको वन जाने बाटो हो। यो एकछिन बस्ने अनि फेरि हिँड्ने। थाक्यो हो बेसरी। अब कति बेला पुगिन्छ हेरौँ। लगभग कति 40 मिनट लाग्यो हामीलाई यहाँ आउन। अब भन्छु है कति टाइम लाग्छ, हजुरहरूलाई भन्दै गर्छु, हजुरहरू हेर्दै गर्नु होला। छुट्टीहरूले बेसरी थाहा एकछिन पल्टिनु पऱ्यो। दबाई धन्न आज चाहिँ बिहान छिटो उठ्यो
कति बजी समथिङ 5 साढे 5 बजीतिर उठ्यो धन्न चाहिँ बफको आलु मासु थियो त्यो पकायो अनि त्यसपछि ऊ भट्टको चटनी बनायो अनि त्यसपछि भात पकाएर लिएर आएको अब त्यही बसेर खाने अलि माथि पुगेर सायद गाउँ पुगिन्न होला आज किनकि छुट्टीहरू साह्रै ढिलो हिँड्छ अनि त्यही गर्ने तल्लो सल्लाहगरी माथिल्लो सल्लाहगरी गएर चाहिँ देखि अलि माथिपट्टि नागपानीमा गएर खाना खाने तलतिर आउने सल्लाहगरीमा दाउरा बोक्ने अनि फर्किने भिडियो हाल्दै गर्छु हेर्नु ल हजुर भन्नुहुन्छ होला कि सोच्नु पनि हुन्छ होला यो गुरुङनीले के टोपी लाउँछ यस्तो खालको भन्नुभयो होला यो चाहिँ नेचुरल हो पहिला चाहिँ मेरो अनि ब्लू र पिङ्क टाइपमा थियो अनि त्यो चाहिँ समथिङ म 6-7 वर्ष हुने बेला मम्मीले उन्दिनु भएको थियो त्यो लगाउँदै थियो लगाएको चाहिँ त्यो 4-5 वर्ष भयो अनि फेरि मम्मीले फेरि उन्दिनु भएको छ यो चाहिँ लाउँछु म बजारमा किनेको भन्दा यस्तो वाला टोपी चाहिँ म अलि राम्रो पनि मान्छु तातो पनि हुन्छ कि द्याट्स माई फेभरेट I love you. Hello. Hello guys, हामी त घुमघाम Hello ठुलम्मी यो खसीले झ्याउ गरेछ छिछि यो कालो खसीले झ्याउ गरेछ हामीलाई मेरो मम्मी हिँड्नी भरि हिँड्नु मलाई कि गाउँ आउने बेला यत्रो जङ्गलको बाटो आउँछु होइन अनि कहिले बस्नु बहिनी र भोलि हामीसँग यत्रो जङ्गलको बाटो आउँदाखेरि यो यत्रो जङ्गल भरिमा बाटोभरि र कोही मनपर्ने भनेको पनि अर्कै यो बाटो मात्र मनपर्ने यस्तो राम्रो लाग्छ कि यो यस्तो राम्रो छ अनि अस्ति ठ्याक्क हिँड्ने आइपुग्ने कुनै बेलामा यस्तो मजाको राम्रो पानी पऱ्यो भने चाहिँ यहाँबाट के कस्तो राम्रो खुल्चाको पानी पऱ्यो भने त्यही भएर मलाई यति मात्र यति राम्रो लाग्छ तर के गर्ने रिस्की छ यो एरियामा बाघ हिँड्छ एक्लै त हिँड्दैन हिँड्ने भइगयो तब भोक पनि लाग्ला अहिले त 9:30 हुनलाई धन्न घरबाट आउने बेला खाना बनाइरहेको थियो यो चाहिँ छ्याङ बनाउने दबाई हो अरे कसरी बनाउँछन् त्यो चाहिँ थाहा होइन यहाँ आन्टी आउनुभएको छ आन्टीले चाहिँ बनाउनुहुन्छ त्यही साह्रै ढिलो हिँड्न लाग्यो कि यिनीहरूको नाउँ निशान छैन म यहाँ माथि आइसकेँ उनीहरू उतै खुतुर गर्छ कि मलाई त्यही भएर झ्याउ लाग्छ कि हिँड्न आफूसँग छिटो छिटो हिँड्ने भए पो हुन्छ ढिलै हिँड्छ 11 बज्न लागेको 1 घन्टा 22 मिनटमा पुग्ने मान्छे तल रेड नेपालको देउतीथान चोकबाट 1 घन्टा 22 मिनट लाग्छ यहाँ माथि बलकाडा आउन 3 घन्टा लगाइदिनुलाई आज छुट्टीहरूलाई बिचबाटमा बसेर खानलाई अझै साह्रै गर्मी पनि भयो अहिले त यो चाहिँ तल्लो सल्लाहबारी हो अनि यो चाहिँ कस्तो अलि गुचुक्क परेको डर लाग्दो छ के अनि यहाँ चाहिँ पाटे बाघ हिँड्छ ठुलो खाले ऊ त्यो बरफे भलो अनि त्यहाँ चाहिँ अनि बाघ डाँडाको
ऊवाला बाजे हुनुहुन्थ्यो एउटा के अरे वनको पाले भन्छ नि त्यो अनि त्यो दुईटा माथि चाहिँ बाजेले उगाउनु भएको थियो के अरे माथि मान्छे खान्छ भनेर बाघले माथि टर्रो हालेर बस्न बनाउनु भएको थियो कि अनि त्यही भएर यहाँ चाहिँ अलिक डर लाग्दैछ माथिल्लो सल्लाह हालेको भन्दा माथिल्लो चाहिँ खुल्ला छ राम्रो छ कस्तो राम्रो फुल फुलेछ क्या यहाँ अहिले चाहिँ म माथिल्लो सल्लाह गरेर आइपुगेको छु यहाँ चाहिँ बागिँदैन होइन यो अलिक टिप्न मिल्दो रहेनछ अर्को टिप्छु है यो फेरि खस्छ कि टिप्ने मलाई ए भनिदिनु है कस्तो देखेछ यस्तो मन पर्ने ए खस्यो ए भयो अहिले त गरिम भयो कस्तो राम्रो देखेछ होइन माथि सल्लाह सुसाएको छ यहाँ छोइला नमस्कार बाजे नमस्कार कस्तो देख्नु भएको रे बाघ पाटे बाघ होइन हो कतिको डर मान्नु पर्छ पछि किन डर मान्ने के भन्नु बनको म पनि बनको अहिले उ गर्नु भएको हो नि त पछि बुटा माथि घर बनाउनु भएको नि आफूलाई बस्ने हो बाई बाई बाजे बाई बाबु हेलो हामी चाहिँ आज आफ्नै घर नजिक बैलकाँडा गरेको जो मिलिट्रीको थियो अहिले चाहिँ मिलिट्रीहरू छ अनि त्यहीमा जान लाग्छौँ चाबी चाहिँ दिन्थेन र आज चाहिँ मागेर लिएर आएको सबै ऐतिहासिक हो अनि यो सबै गढी हो अनि यस्तो यो सब ऊ हो कि बन्दुक हान्ने अनि यो सबै ऊ त्यो चाहिँ सिधा पाइला डाँडा हो लुगा लगाएर कस्तो घाँटी पनि ऊ भइरहेको मेरो त अनि यो चाहिँ गोली आफ्नै घर नजिक पनि यस्तो गढी हुँदा नि अब के गर्ने त्यति वास्ता नि लागेन अचल थाहा पाएको मिलिट्रीहरूले सब गरेर होइन यो यस्तो के हो यो चाहिँ पुरानो पैसा हो यो यो मान्छेको हड्डीहरू यो गढीको यो सबै अहिलेको ऐतिहासिक बैलकाँडा गढीमा टिकटक पनि बनाइयो आज मलाई यस्तो लाज लाग्यो है जता हेऱ्यो मान्छेको हड्डीहरू मात्रै छ है कस्तो डर लाग्ने ठिकै छ बनाएँ मैले साह्रै चित्त पनि बुझेँ नेपालको झन्डा फरफराइरहेछ आइ एम सो प्राउड किनकि आज म कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतको अनि गोटीकाँडा बैलकाँडा स्थितमा छु र अनि यहाँ चाहिँ गढीको है यसरी झन्डा फरफराइरहेको छ र यो बनाएको रहेछ
कुन ठाउँले बनाएको छ यो गौड भन्दा मतलब कसले बनाएको यो सबै अहिले म हेरेर हजुरहरूलाई देखाउँछु है। र उस पृथ्वीनारायण शाहको यो चाहिँ ब्याक साइडबाट छ अनि म हजुरहरूलाई फ्रन्ट साइडबाट पनि देखाउँछु यहाँ चाहिँ कस्तो कस्तो छ भनेर। कसले रहेछ भने सिरकिने म पढ्छु राम्रोसँग। यहाँ पनि छ के यो रहेछ मेन चाहिँ। प्लिज अलिकति अड फिल चाहिँ नगर्नु होला, मलाई नेपाली चाहिँ खासै आउँदैन। श्री उत्तर पश्चिम कीर्तनप्रति उपरति श्री अनुप जग थापाज्यूको अरे निर्देशनमा त्यो चाहिँ बनेको रहेछ। अनि श्री यहाँ लेखेको नै छ श्री काली बहादुर गौडको द्वारा अरे संरक्षण बलकाडा गढी अरे। स्पेसल्ली थ्याङ्क यू सो मच। यो बनाउने चाहिँ श्री काली बहादुर गौड रहेछ। र यो चाहिँ कहाँनिर छ भने चाहिँ एक्ज्याक्टली हाइवेको रोडदेखि हल्का माथितिर जुम्ला यतापट्टि दैलेखाउने रोडमा छ कालीबहादुर गौड चाहिँ। र धेरै धेरै धन्यवाद छ कालीबहादुर गौडलाई र हाम्रो यो संरक्षण गर्नुभएकोमा। तर यो गौडमा चाहिँ अलिक डरै लाग्यो मलाई पनि, किनकि यसमा कतिहरू गोलीहरू भेट्यो, मान्छेको यस्तो के भन्छ हड्डी कङ्काल टाइपको भेट्यो कि। अनि हामीले चाहिँ फोटो पनि खिच्यो, भिडियो बनायो, टिकटक बनायो अनि चाबी लगाइदियो। अब चाहिँ चाबी चाहिँ पुऱ्याइदिने हो। र राम्रो रहेछ, तर घर यहीँ भएर पनि म चाहिँ आएको थिइनँ अहिलेसम्म, किनकि यो भर्खर बनेको 2078मा। र ओके थ्याङ्क यू। अनि आजको भ्लग चाहिँ यतिमा। थ्याङ्क यू सो मच। प्लिज हेरिदिनु होला, आउने दिनमा नयाँ भ्लग हाल्नेछु हजुरहरूलाई पनि। प्लिज लाइक, कमेन्ट, सेयर, सब्सक्राइब प्लिज। बाई बाई।